हेलो सेवा हौवा। आज पनि म मेरो सानो मिनी ब्लग लिएर आएको छु। सबैले फेरि पनि माया गरिदिनु होला। म चाहिँ यो सागबारी रे सागको नर्सरीमा गएको छु होइन। आज चाहिँ साग रोप्न रेडी गर्नुको लागि रेडी अरे साग रोप्नको लागि आज रोप्नुपर्ने थियो। अनि त्यसपछि रोप्नुपर्ने लागि म चाहिँ यहाँनिर सागको बिरुवा निकाल्दै थियो, छाड्दै झाडु खाल्दै होइन। खासै राम्रो भएन रहेछ हौ, खोइ के भएर पनि। यताको चाहिँ मैले अगाडि रोपिसकेको थिएँ अनि हल्का छाड्दै ओर्दै गर्दैछु, खोइ के भएर खासै राम्रो आएन रहेछ। अनि त्यसपछि मैले चाहिँ अब यहाँनिर लगेँ माथि रोप्नको लागि, मेलो तयार गर्दै हल्का रोप्दै भिडियो बनाउँदै गर्दैछु क्या। अनि रोप्नको लागि यसरी गरेँ। अनि त्यसपछि हल्का यहाँनिर आज त राम्रो घाम लागेको थियो कि, अनि ठिक्क त्यति साह्रो गर्मी पनि थिएन। अनि राम्रो नराम्रो छान्दै रोप्नुपर्ने रहेछ नि त। अनि त्यो सिरिक्क आयो भने चाहिँ त्यो फुलिहाल्दो रहेछ, त्यस्तो चाहिँ रोप्नु हुँदैन रहेछ। अनि त्यो चाहिँ फ्याल्यो होइन। अनि त्यसपछि हाँगासँगको पोथ्री छ भने त्यो चाहिँ मजाले झ्याप पाउँछ र नि पातहरू 2-4 चोटि टिप्न हुन्छ कि, 2-4 चोटि भन्दा नि निकै टाइम टिप्न मिल्छ, बेच्न मिल्छ होइन। अनि मैले चाहिँ अलिकति रोपेँ, अब बेच्न त गएको लागि नहोला भन्दै छु। अनि त्यस्तो साह्रो त्यो हुन्छ हुँदैन है, हुनु चाहिँ मैले गर्ने कोसिस चाहिँ गर्दैछु, कतिको हुन्छ। अनि जसमा चाहिँ ट्राई गरिरहेको छु। अनि यहाँनिर ढुङ्गाहरू फाल्दै अनि रोप्दैछु। अनि सुक्खा छ नि त, अनि हल्का अहिले पानी भएर लाउनै पर्ने हुन्छ। अनि म चाहिँ साथीहरूसँग कुरा गर्दै रोप्दैछु क्या। अनि यसरी रोपु गफ गरौँ, एक्लै हुन्छ नि त होइन। अनि गफ गर्नै पर्यो। अनि त्यसरी गरेँ। अनि म गफ गर्दै रोप्दैछु। कति रोपिसकिस् हौ भन्दैछु, त्यसले अलिअलि रोप्दैछु भन्दैछु। अनि तलतिर दिदीले किन हाँसेको भन्दै हुन्छ। अनि म चाहिँ साथीसँग बोल्दै हाँसेको नि हौ दिदी भने। अनि त्यसपछि फेरि पनि अनि मैले रोपिसकेँ। अनि तल फेरि अलिकति मलाई 1 मुठी जस्तो चाहिएको थियो होला, मैले जस्तो चाहिएको थियो होला। अनि त्यति चाहिँ लिन आएँ होइन। यसरी छाड्दै फाल्नुपर्ने हुन्छ। अब त्यसको बिचमा भएको झार पनि फाल्नुपर्ने हुन्छ होइन। झारहरू फालेर हल्का त्यसलाई पनि त छाड्नु पर्यो नि त, त्यसलाई पनि राम्रो बनाउनु पर्ने हुन्छ। अनि त्यही भएर चाहिँ म चाहिँ छाड्दै ओर्दै गर्दैछु। अनि यहाँनिर हल्का छाँटेँ ओरेँ। अनि यसरी फुर्लुङमा लगाएँ। अनि झार कति धेरै आएको के, अब राम्रो खोइ सप्रेन यसपालि, राम्ररी भएन। अनि मैले सकेसम्म चाहिँ राम्रो बनाउने कोसिस गर्दैछु, त्यसको झारहरू फ्याल्दै ओर्दै भए पनि मैले सागलाई यसो राम्रो बनाए जस्तो गरौँ न भनेर भन्नाले नि यसो होस् चाहिँ भनेर गरिरहेको छु। हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा भएन। झार चाहिँ कति धेरै आएछ क्या, मल चाहिँ सबै झारमा लागेछ कि, भनौँ न झार चाहिँ कति राम्रो आएछ। अनि साग चाहिँ झिक्रिक्क परेको, कस्तो नराम्रो भएको छ बिरुवा। अनि त्यसपछि रोपिसकेर नि मैले चाहिँ फेरि के पानी कल भन्छ यसलाई चाहिँ, कल घुमाएको भन्छ। अनि यसलाई मजाले कल चाहिँ यसरी गाडेँ। अनि त्यसपछि गाडेर अनि म चाहिँ पानी गाँस्न गएँ, नभए त त्यहाँ सँगसँगै भिजिन्छ नि त। अनि हल्का परतिर गाँस्ने ठाउँ राख्नुपर्ने हुन्छ। अनि यसरी घुमाएँ। आजको दिन मेरो यसरी सक्यो, बित्यो। बाई बाई।